सञ्चालक यसै वडाका वडा सचिव शालिग्राम गौतमजीलाई र आज यस वडाको सार्वजनिक सुनवाई तथा योजना छनौट राय सल्लाह सुझावका सभा अध्यक्षकरण गरिरहनुभएका यसै वडाका वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठज्यू र यसै वडाका सदस्य आर्यन डङ्गोलज्यू, अमर डङ्गोलज्यू, साथै आधारभूत संस्थाबाट आउनुभएका प्रमुख दिलीप रोका मगरज्यू र यहाँ उपस्थित कर्मचारीज्यूहरू र उपस्थित सम्पूर्ण सङ्घ संस्थाबाट पाल्नुभएका महानुभावहरूमा म यस वडाको वडा सदस्य लक्ष्मी हिमाङको तर्फबाट न्यानो अभिवादन हानि टक्राउन चाहन्छु। र हामीले 81-82को सामाजिक विकासदेखि लिएर विकास निर्माणका कामहरू गर्दै आएका छौँ र यो सामाजिक विकासका कामहरूमा लक्षित वर्गको कामहरूमा हामीले धेरै नै तालिम तथा कार्यक्रमहरू धेरै नै चलाइसकेका छौँ र यसपालि पनि हामीले गरेका कामहरू बालबालिका, बाल क्लब, जनचेतना तालिम अतिरिक्त तथा विभिन्न कार्यक्रमहरूमा 4 लाख सम्झौताको लागि नगरपालिका पठाइएको छ। यो सुरु हुन लागेको छ। अनि महिला शिव विकास तालिममा 5 लाख हामीले छुट्याएका थियौँ। यसमा एकल महिलाहरूलाई हामीले दुना टपरी बनाउने मेसिन खरिद गरी 3,20,000को मेसिन खरिद गरी उहाँहरूलाई सिपमूलक कामहरू उहाँहरूले सञ्चालन गरिरहनु भएको छ। त्यसमा 1 लाख रुपियाँ विनियोजन गरी उद्घोषक तालिमको लागि छुट्याएका छौँ 30 जनालाई। 51 प्याकेज तालिम सञ्चालन गर्नको लागि सम्झौता भई निवेदन माग गरी तालिम सञ्चालन क्रममा रहेको छ। यो आइतबारदेखि सुरु हुन्छ होला। मेसिन खरिद गरी दुना टपरीहरूलाई दिइसकेका छौँ र युवा स्वरोजगार कार्यक्रममा 5 लाख मध्ये 4 लाख बराबरको बेकरी तथा पिज्जा बनाउने तालिम सञ्चालन गरी 30 जनालाई तालिम दिइसकेका छौँ र यो समापन पनि भइसकेको छ। युवा स्वरोजगार कार्यक्रममा 5 लाख बेसिक ब्युटी सियन तालिम चण्डेश्वरी 3बाट 25 जनालाई तालिम दिएको र बाँकी 25 जनालाई चाहिँ नगरपालिकाबाट हामीले फेरि माग गरी उहाँहरूलाई 30 जनालाई फेरि अहिले सिकिरहनु भएको छ, उहाँहरूलाई नगरपालिकामा पठाएका छौँ। एडभान्स सिलाइ तालिम लेभल 2 को 4 लाख 15 जनालाई अहिले सिकिरहनु भएको छ। अब यो समापन हुने बेला भइरहेको छ र कपडा झोला बनाउने तालिम 20 जनालाई यो पनि सिकिरहनु भएको छ भर्खरै। अब यो सञ्चालनमा आइरहेको छ। स्वास्थ्य सम्बन्धी त सरले भनिसक्नु भएको छ। अनि यो युवा तथा खेलकुद वेबसाइट विकास तालिमको लागि भई कार्यक्रम सञ्चालन गर्न निवेदन सङ्कलन गरिरहेको छ। नेपाल भाषा उद्घोषण तथा तालिमको लागि 1 लाख सम्झौता भई 30 जनालाई तालिम दिइसकेका छौँ। भगवती क्लब सांस्कृतिक तथा खेलकुद कार्यक्रममा का लागि सहयोग 5 लाख सम्झौता भई कार्यक्रम अगाडि बढिरहेको छ। युवा शिक्षा युवा तथा खेलकुद फ्रेन्डसिप ग्रुपलाई कार्यक्रम सञ्चालनको लागि सहयोग 5 लाख कार्यक्रम सम्पन्न भएको छ। शिक्षा युवा खेलकुद मिलिजुली क्लबलाई शिक्षा स्काउटको लागि व्यवस्थापन सहयोगको लागि 2 लाख रुपियाँ कार्यक्रम गरिएको छ। भिन्तुना कार्यक्रम सञ्चालन 2,50,000 कार्यक्रम सम्पन्न भएको छ। सूचना तथा प्रविधि भाषामा पुस्तक प्रकाशन 1 लाख सम्पन्न भएको छ। सूचना संस्थागत विकास तथा सेवा प्रभाव सूचना प्रविधि सञ्चालन र सञ्चार सम्बन्धी 1,50,000 सम्झौता भई काम अगाडि बढिरहेको छ। वन कार्यक्रम तथा विपद व्यवस्थापन फोहोर मैला व्यवस्थापनमा 5 लाख सरसफाइमा 5 लाख हाल सम्पन्न भई यो 70,000 जति मात्र खर्च भएर अरू बाँकी रहेको छ। लघु उद्यम महिला समाज तथा बालबालिका साइबर सुरक्षा सम्बन्धी कार्यक्रमको लागि 3,36,000 सम्झौता भई कार्यक्रम सम्पन्न भएको छ। नवदुर्गा नाच संस्थानी पूजा सेवा एकता दिवस बिस्केट आदि समेत सम्पन्न भएको छ। र हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। अहिले पनि हामीले यहाँ वडाबाट हामीले बजेट नपुगेको बजेटहरूलाई पनि हामीले
आदिलाई नगरपालिकामा सम्झौता भएर पनि नगरपालिकाबाट विभिन्न कार्यक्रम भइरहेको छ। आगामी दिनहरूमा पनि यस्तो कार्यक्रमहरू ल्याउनेछौँ र गर्नेछौँ र हजुरहरूले पनि के तालिमहरू महिला लक्षित वर्गको तालिमहरू के हामीलाई चाहिन्छ के आवश्यक छ भन्ने कुराहरू हजुरहरूलाई त्यो आवश्यक हुने कुराहरू हजुरहरूले यो पनि हाम्रो राय सल्लाह सुझाव र यो योजना सब छनौट गर्ने काम पनि हो। त्यसको लागि हजुरहरूले पनि त्यसमा राख्न सक्नुहुन्छ। हस्त धन्यवाद। हाम्रो यस आर्थिक वर्षमा